र आज चाहिँ भने न्यू अरुणा रेस्टुरेन्टमा 4 जना क्युट नानीहरू आउनु भएको थियो अनि 200 रुपैयाँ दिइकिन सोध्नु हुँदै थियो अङ्कल हामीलाई 4 जनालाई पुग्ने गरी केही पाउँछ र भनेर भन्दै थियो अन्त किन पाउँदैन नानी म बनाइदिइहाल्छु नि बस तिमीहरू भनेर म आफै किचनमा गएर उनीहरूको लागि बनाउन थालेँ हो र फर्स्टमा चाहिँ मैले यिनीहरूको लागि बनाइदियो एक चाउमिन हो अनि फटाफट गरेर यिनीहरूको लागि मिठो हिसाबले मैले एक चाउमिन बनाइदिँदैछु है त्यसको बादमा अर्को आइटम पनि आउँदैछ त्यो चाहिँ के हो भन्दाखेरि चिली मोमो त्यसमा चाहिँ मैले चिली क्याप्सिकम टमाटो अनि मसलाहरू हालेर मजाले ठिकैको पिरो बेसी पनि पिरो नानीहरूले खाँदैन भनेर ठिकै टाइपको बनाइदिए हैन अनि चिली मोमो यहाँ तपाईले देख्न सक्नुहुन्छ एकदमै रेडी भइसकेको छ माथिबाट मजाले क्याप्सिकम मसलाहरू हालिदिएको छु मैले अनि त्यस सँगै मैले फेरि अझै एउटा आइटम एड गर्दैछु त्यो हो चिकन मोमो स्टिम मोमो है त्यो पनि एड गर्दैछु र त्यो सँगै एउटा पानी पनि भाइहरूलाई कम्प्लिमेन्ट्री भनेर मैले दिइहालेको थियो है किनभने हाम्रो रेस्टुरेन्ट एकदमै बजेट फ्रेन्डली छ र यहाँ नानीहरूको डिस आइसकेको छ र नानीहरूले मजाले इन्जोय गर्दैछ कैसा लगा? अच्छा लगा।